नमस्कार, यो हो देश सरोकार र आजको मुख्य विषय सरकारले राज संस्था पक्षधरका कार्यक्रममाथि प्रतिबन्ध लगाउन सक्दछ कि सक्दैन। यसै विषयमा रही सरकार र कानूनविद बीचको तिक्त मतभेद, संविधानको व्याख्या र राजनैतिक तर्कहरूको विश्लेषण गरौं। जेठ 15 गणतन्त्र दिवसको दिन एकातिर सरकारको उत्सवको तयारी, अर्कोतिर राज संस्था समर्थकहरूको आन्दोलन। सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले भने संविधान विरोधी गतिविधि भए सरकारले प्रतिबन्ध लगाउन सक्छ। तर के साँच्चै सरकारसँग यस्तो अधिकार छ? कानूनविद डाक्टर विपिन अधिकारी भन्छन्, सभा, जुलुस, भेला गर्ने अधिकार संविधानले दिएको हो। राज्यले नियमन त गर्न सक्छ, तर बन्देज लगाउन सक्दैन। उनी भन्छन्, संविधानले दिएको अधिकार खोस्न सक्ने अधिकार राज्यसँग छैन। राजनीतिशास्त्री कृष्ण पोखरेल स्पष्ट भन्छन्, वर्तमान व्यवस्थाको विपक्षमा बोल्न, लेख्न, आन्दोलन गर्न संविधानले अनुमति दिएको छ। उनको बुझाइ, गणतन्त्र दिवसकै दिन प्रदर्शन गर्नु रणनीतिक रूपमा प्रतीकात्मक हुन्छ। तर सरकार भने असहिष्णु हुँदै गएको आरोप छ। गुरुङ भन्छन्, राजवादीहरू संविधान विरोधी गतिविधि गर्दैछन्, लुटपाट, आगजनी जस्ता माध्यमबाट। तर शान्तिपूर्ण कार्यक्रममाथि प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक हो कि होइन? राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, मन्त्रीको अभिव्यक्ति संविधानको अपव्याख्या हो। संविधानले विचार, अभिव्यक्ति र दल खोल्न पाउने अधिकार दिएको छ। यसै बिन्दुमा उभिएर प्रश्न उठ्छ, के सरकारले शान्तिपूर्ण राजवादी आन्दोलन रोक्न पाउँछ? के गणतन्त्रको आलोचना गर्नु संविधान विरोधी हो वा यो लोकतन्त्रको शक्ति हो? तपाईको विचार तल कमेन्टमा लेख्नुहोस्। ताजा खबरका लागि देश सरोकार हेर्दै गर्नुहोला। नमस्कार।